नमस्ते केएन स्कुटी हस्पिटलमा यहाँलाई स्वागत छ। अहिले चाहिँ असार मसन्तमा हामीसँग कुन कुन स्पेसल अफरमा के रहेको छ र हामीसँग स्पोर्ट र मिनी स्पोर्टमा कुन कुन बाइक रहेको छ भन्ने भन्न गइरहेको छु। जस्तो हजुरले हामीबाट जुनसुकै बाइक लिएर जानुहुन्छ भने एउटा बक्स प्याक हेलमेटको साथसाथै बाइक कभर पनि पाउन सक्नुहुन्छ भने यहाँ नै सर्भिसिङ गर्न हुन्छ भने 5 टाइम सर्भिसिङ फ्रीको पनि सुविधा रहेको छ। यतापट्टि देख्न सक्नुहुन्छ हामीसँग यहाँ होन्डाको सिबिआर पनि आइसकेको छ। जस्तै यो चलाउनलाई पनि एकदमै राम्रो भएको, अझै पनि इन्जिन सिल प्याक रहेको छ। जम्मा 40,000 रनिङ छ यो बाइक भने। यतापट्टि हामीसँग नयाँमा किन्दाखेरि 7,60,000 पर्ने बेनेली 250 पनि आइसकेको छ मात्र 2,15,000 मै भने। यतापट्टि देख्न सक्नुहुन्छ अहिले रिसेन्ट टाइममा एकदमै डिमान्डमा रहेको लट पनि यत्तिकै माथि 131 लटको 2021 मोडलको R15 भिसी पनि आइसकेको छ भने। हजुरलाई होइन ब्लू कलर भन्दा रेड कलर कि R15 भिसी खोजिरहनु भएको छ भने देख्न सक्नुहुन्छ हामीसँग एउटा FI ABS 2020 मोडलको 122 लटको पनि R15 भिसी आइसकेको छ भने। यता देख्न सक्नुहुन्छ मात्र 18,000 रनिङ भएको एडभेन्चर किट राखेको डोमिनार 400 पनि आइसकेको छ मात्र 4,05,000 मा। एडभेन्चर गर्ने सोकिन हुनुहुन्छ भने यो बाइक लिएर जान सक्नुहुन्छ। त्यसै गरी यता पनि देख्न सक्नुहुन्छ हामीसँग चाहिँ दुईटा KTM डुक 200 आइसकेको छ BS6 भर्जनको। यताको यो 037 लटको योलाई चाहिँ हामीले मात्र 3,85,000 राखेका छौँ भने यतापट्टिको देख्न सक्नुहुन्छ 0 भने। यतापट्टि देख्न सक्नुहुन्छ 038 लटको यो, यसको चाहिँ सर्भिस शुक्र वारेन्टी बुक भएको छ भने। यतापट्टि 2021 मोडलको FI ABS भएको NS पनि छ हामीसँग मात्र 2,25,000 मै आइसकेको छ भने। देख्न सक्नुहुन्छ 77 लटको बुलेट पनि हामीसँग आइसकेको छ। त्यसै गरी अहिलेको टाइममा एकदमै डिमान्डमा रहेको यहाँ FZS V2 पनि हामीसँग एभाइलेबल भएर आइसकेको छ मात्र 1,60,000 मै हजुरले पाउन सक्नुहुन्छ। त्यसै गरी यतापट्टि देख्न सक्नुहुन्छ यहाँ एलोय व्हील हालेको एभेन्जर 220 पनि आइसकेको छ मात्र 1,10,000 मै भने। प्रदेश नम्बर प्लेटको हजुरले एभेन्जर बाइक खोज्दै हुनुहुन्छ भने यहाँ जम्मा 16,000 रनिङ भएको पनि एभेन्जर बाइक एभाइलेबल छ। त्यसै गरी यतापट्टि 141 लटको हामीसँग N160 पनि एभाइलेबल भएर आइसकेको छ मात्र 2,60,000 मै हजुरले पाउन सक्नुहुन्छ। यतापट्टि पनि देख्न सक्नुहुन्छ हामीसँग एउटा 131 लटको यहाँ एकदमै फ्रेस कन्डिसनमै रहेको यहाँ अपाची RTR 164V पनि एभाइलेबल भएर आइसकेको छ मात्र 1,85,000 मै। अन्तिममा हजुरले सब बाइकको प्राइसहरू बुझिहाल्नु भयो भने हामीसँग चाहिँ यो प्राइस फिक्स छैन र प्राइसहरू नेगोसिएबल हुनेछ भने हामीसँग सट्टापट्टाको पनि सुविधा छ। हजुरसँग जुनसुकै पुरानो बाइक स्कुटर छ भने राम्रो भ्यालुएसन गरेर हामीले लिएर एक्सचेन्ज गर्नेछौँ। धन्यवाद।